एकदम डर लाग्छ भोटै ल्याएर छोडिदियो एकचोटि क्याक्क मार अन्त मार केही काम नपाएर म कुकुर चराउन आइरहेको आज कुकुर चरिरहेर कुकुर देखाइदियो भाइ बेरोजगार हो म लन्डन आएर काम पाएन भन्नु न अझै अरूले सबैले ल्याम्ब टोक्दै लाने है पाहाडको रहेछ क्या आज सोल्टीले ए हो म्याक्स फेरि बाइकको पुरै उस दिन्न के दिन एनटिआर को एक्सन दिन्न फेरि जाँगे लाफु क्या भाइ जाँगे लाएर नि त नत्र त एनटी फेरि एनटिआर को एक्सन त ए फेरि अघि सुरु भयो पाउनु म घुम्छु एनटिआर एक्सन भएन भएन यारमा भएन नि भाइ यार एनटिआर एक्सन तिमी के यारमा सोल्टीले स्नुप डग वाला छ क्या फेरि योसँग के अरे दाइ के अरे सातो होइन म सातो उडाइदियो यार मा झम्टेला चाहिँ गरेर हेर्छ यार हेर अघि फेरि आइदियो फेरि हेरे क्या जाऊ न मित्र मलाई टोक्थ्यो यार जान हो जा यार बस 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 कता गयो झ्याम्मै जाउला नालीमा खानाउने नानीमा चाहिने जो जिन्दगानीमा हाम्रो भिडियोको क्याप्सन चाहिँ के हुन्छ नि त युके लन्डनमा कुकुर चराउँदै कुकुर चराउँदै के भन्छौ अहिले बल्ल हल्लियो यार चराउँदै तिमी त मा सहीमा भिडियोग्राफी गरे जस्तो देखिरहे मा त जेब्रा माथि हिँडे हेन्सीको त कुरै छोड न भाइ कहाँ गयो सोयो भाइ सोयो दामी हाम्रो बस्ने ठाउँमा आयो भयो नटिपिदिउँ आज खासै मान्छे हिँड्ने छैन होइन नत्र लोत हिँड्थ्यो नि त यहाँ मान्छे आज चाहिँ खासै छैन सही चिसो लाग्यो यार सबिन दाइ आउनुहुन्छ भनेर होला खाली छ ठाउँ खोइ त हाम्रा कुकुरहरू कहाँ पुगे खाली छ हाम्रा कुकुरहरू कहाँ पुगे चराउनु खोजेको यो चाहिँ बहुत मनपर्छ दाइ यार देखाइदिनु त यो केही देखिएला नि सही लाग्छ मलाई हाम्रो खोला हामी युके लन्डन भनेर सोचिरह होला हामी युके लन्डनमा छ भनेर सोचिरह होला नेपालमै हो भाइ नेपालमै हो यस्तै छ नेपालमा जाम त माथिबाट माथि टोली आगे कसैले पिकनिक खाएर गएको यो हामी यहीँ हो यार गाउँमै हो क्या लन्डन भनेर राम्रो हो क्या यो काठको चाहिँ सही दामी लाग्छ क्या मलाई चाहिने जो जिन्दगानी यसमा हिँडेको भिडियो गरौँ है त फाइनल्ली नेपालबाट लन्डन आइपुग्यो हामी लन्डन यस्तै छ रातो गाडी चल्दैछ पछाडि आउँछ होला त्यो मेरो पालोमा चाहिँ आएन कि त्यो गाडी अहिलेसम्म चिल छ हाम्रो नजिकै यो जङ्गल हुने चाहिँ फाइदै छ क्या है टाइम पास हिँड्यो अर्को आयो नि त ए त्यो मैले 235 आउँछ भनेको 117 आयो यही गाडीमा हो म काम जाने दिनरात नयाँकुरी यसमा गयो आयो काम गर्यो बस्यो खायो हाम्रो रुम यहीँनिर दामी आँखा दाइ म बब्बाल भाइ हेर न एकचोटि भिडियो लाऊ असली